नमस्कार। फेरि पनि आज धेरै समय पश्चात हामी बाबु छोरी तपाईहरूको प्रेमको कारणले गर्दा उपस्थित भएका छौँ। एउटा फेरि साइन्टिफिक एक्सपेरिमेन्ट सहितको छोटो भिडियो लिएर आएका छौँ। यो क्यान्डल जसले हैन हरेक कुराहरू जलाउन सक्छ, यो संसारमा यो क्यान्डल उज्यालो पनि दिन सक्छ, यसले जलाउँछ पनि, दुईटै अर्थ छ। अब यसरी हामीले यसलाई जलाउँदाखेरि हेर्नुस् त, कागज बल्दैन। देख्नुभयो छोरी? बरु कालो हुन्छ तर के जल्दैन। किन? हेर्नुहोस् त, पुरै कालो भयो तर जलेन हैन। यसरी लामो समय राख्दाखेरि जलेको छैन। यो कागज यसको संरक्षणमा यो ग्लासले चाहिँ के गर्यो, तापलाई अब्जर्भ गर्यो, जलेन। हेर्नुहोस् त, तर यसो गर्यो भने यो के हुन्छ, त्यतिकै जल्छ। हेर्नुहोस् त, आगो बल्न थाल्यो, देख्नुभयो? यसरी जल्छ, जल्यो त। अब यसबाट हामी के थाहा पाउन सक्छौँ भने छोरी, यो क्यान्डलको यो तापले चाहिँ ज्योति हो नि त, यो त यसले चाहिँ उज्यालो बनाउँछ नि त। तर यसको नेगेटिभ साइड चाहिँ के हो भन्दाखेरि यसले फेरि जलाउँछ पनि, जसरी यो कागजलाई जलायो। अब यो संसारमा यो कागज के हो, छोराछोरी जस्तो हामी कोही पनि व्यक्ति, विशेष गरी चाहिँ जेन्जी छोराछोरीहरू, तपाईँहरू फ्री हुँदै गर्दाखेरि बाबाभन्दा टाढा भएर बाबासँग आमासँग नबस्ने, टाढा एक्लै रहँदाखेरि कस्तो संसारमा यो बलिरहेको आगोले के गराउँछ, सजिलै जलाउँछ। तर जति बेला हामीले त्यो भित्र ग्लासमा ऱ्याप गरेर के गर्यौँ, यसरी हामीले जलाउन खोज्दाखेरि कस्तामा चाहिँ के भएन, जलेन नि त हैन। किन भन्नुहोस् त भन्दाखेरि यहाँ भित्रबाट प्रोटेक्सन हो। त्यस्तै बाबा आमा गुरुवर्गहरू, आफूभन्दा अग्रजहरू, उहाँहरूको अनुभवले के गर्छ, त्यो तापलाई, यो ताप भनेको संसारको एक प्रकार दुःख, पीडा, कष्ट हो, त्यसलाई के प्रोटेक्सन केले अब्जर्भ केले गर्यो, यो तापको अब्जर्भ यसले ग्लासबाट भित्रबाट गर्यो नि, अनि यो जल्न सकेन नि, सुरक्षित भयो नि यो हैन। त्यस्तै बाबा आमाको अनि अग्रजहरूको अनुभवले तपाईहरूको जीवनलाई चाहिँ के गराउँछ, संरक्षण दिलाउँछ। देख्नुभयो? तसर्थ हामी जहिले पनि बाबा आमासँग प्रेममा यसरी रहन सक्यौँ हैन, अग्रजहरूको प्रेममा हामी रहन सक्यौँ भने भित्रपट्टि दुःख खप्ने, ताप खप्ने हैन, संरक्षण गर्ने को हुनुहुन्छ, बाबा आमा हुनुहुन्छ, अग्रजहरू हुनुहुन्छ। तर यदि बाबा आमासँग म टाढा हुन्छु अथवा अग्रजहरूको अर्थी उपदेश सुन्दिनँ भने चाहिँ के हुने भयो, यो सजिलै जल्ने भयो। यसको अर्थ बुझ्नुभयो होला तपाईँहरूले। थ्याङ्क यू सो मच। बाई बाई।